होइन कहाँको यो कहाँ रुचेको हेलो गाइज वेलकम टु माई अनदर ब्लग। कहिलेकाहीँ हामीलाई यो बाटोमा भएको ट्राफिक सिग्नल्सहरू हामीले नचिन्दै गर्दाखेरि कहिलेकाहीँ यस्तो दुर्घटनामा अथवा यस्तो खालको अप्ठ्यारो परिस्थितिमा पर्न सक्छौँ। त्यो भएको कारणले चाहिँ आज म तपाईँहरूलाई ट्राफिक साइनबोर्डहरूको बारेमा म तपाईँहरूलाई केही जानकारी दिनलाई म आएको छु। अनि आज चाहिँ मैले तपाईँहरूसँग कुरा गर्ने साइनबोर्डहरू चाहिँ रेगुलेटरी और म्यान्डेटरी ट्राफिक साइन्सहरू है, नेपालीमा आदेशमूलक तथा प्रतिबन्धात्मक ट्राफिक चिन्हहरू पनि भनिन्छ है। सो यो तपाईँले सुरुमा देख्नु भएको ट्राफिकको साइन चाहिँ के जनाउँछ भने चाहिँ यसलाई चाहिँ रोक र जानु देऊ भन्ने चाहिँ यसले अङ्कित गर्छ। सुरुमा रोक्नु पर्यो अनि चाहिँ अर्को सवारीलाई चाहिँ जान दिनु पर्यो। विशेष गरी हामी ट्राफिक पुलिसहरूको हातहरूमा यस्तो साइनबोर्डहरू देख्छौँ। उहाँहरूले यो यस्तो साइनबोर्डहरू चाहिँ हातमा बोकेर बस्नुहुन्छ नि, रोक्ने बेलामा चाहिँ तपाईँहरूलाई यो साइन देखाउनुहुन्छ र अर्को गाडीलाई अथवा अर्को सवारीहरूलाई चाहिँ पास गर्नु दिनुहुन्छ। त्यस पछाडि दोस्रोमा देख्दै हुनुहुन्छ यो चाहिँ नो हर्न साइन हो है। सो यो चाहिँ तपाईँहरूले कतिखेर देख्नुहुन्छ भने स्कुलहरू अनि हस्पिटलहरूको छेउछेउमा कुनै रेसिडेन्सियल एरियाहरूतिर पनि यस्तो कुराहरू देख्नुहुन्छ। सो अब बाटोमा तपाईँहरूले यो कुरा देख्दै गर्दाखेरि चाहिँ देख्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ कहीँ पनि हर्न मार्नु भएन। त्यस पछाडि यो थर्डमा आउने चाहिँ दाहिने मोड निषेध भनेको है। यो चाहिँ तपाईँले राइट टर्न लिनु भएन यसमा चाहिँ है। राइट टर्न छ भने पनि तपाईँले यहाँ चाहिँ राइट टर्न लिनु चाहिँ मिल्दैन भनेर चाहिँ भनेको हो। अनि अर्को जुन देख्दै हुनुहुन्छ यो चाहिँ बायाँ मोड्न निषेध भनेको है। यो पनि लेफ्ट टर्न गर्ने ठाउँ छ तर पनि तपाईँलाई लेफ्ट टर्न गर्न चाहिँ निषेध छ भनेर चाहिँ भनिएको। त्यस पछाडि अर्को साइन छ जुन यो साइन तपाईँहरूले देख्दै हुन्छ, यसलाई चाहिँ प्रवेश निषेध भनेर चाहिँ भन्छ है। जस्तै यो चाहिँ कतिखेर प्राय वान वेतिर पनि योहरू राखिदिरहेको हुन्छ। अनि अर्को जुन देख्दै हुनुहुन्छ यसलाई चाहिँ पार्किङ निषेध भनेर भन्छ। ल मेन चोकतिर चाहिँ यो साइनबोर्डहरू देखिरहेको हुन्छौँ। सो यसले चाहिँ के जनाउँछ भने चाहिँ हामीले गाडी बाइक जे भए पनि हामीले चाहिँ पार्किङ गर्नु चाहिँ भएन भनेर चाहिँ भनेको। र अर्को यो साइनबोर्ड देख्दै हुनुहुन्छ, यो साइनबोर्डले चाहिँ के भन्छ भने चाहिँ सवारी भार सीमा होइन, जस्तै यहाँ 17T। सो त्यो भनेको चाहिँ यति टन चाहिँ सवारीको भार चाहिँ हो, त्योभन्दा उता चाहिँ हुँदैन भनेर चाहिँ भनेको है। अनि अर्को यो साइन देख्दै हुनुहुन्छ, यो चाहिँ यसले चाहिँ स्पिड लिमिट जस्तै हाम्रो काठमाडौँको बाटोहरूमा हामी हेर्छौँ भने चाहिँ स्पिड लिमिट मेबी 50 हो अनि गल्लीतिर 25 हो कि 30 त्यस्तो कति छ स्पिड लिमिट। सो कहीँ पनि तपाईँहरूले यस्तो साइन देख्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले म्याक्सिमम तपाईँहरूले आफ्नो गाडी अथवा बाइक कुदाउनु सक्ने स्पिड भनेको चाहिँ म्याक्सिमम चाहिँ यति रहेको छ। कतैमा 50 हुन्छ, 60 हुन्छ होइन, कतिमा 90 हुन्छ, कतिमा 80 हुन्छ। सो त्यहाँ नम्बर दिए अनुसार चाहिँ तपाईँहरूले आफ्नो स्पिड चाहिँ त्यतिको चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ है। अनि अर्को देख्दै हुनुहुन्छ यो भनेको चाहिँ यो चाहिँ सवारी उचाइको सीमा हो है। यो भनेको चाहिँ म्याक्सिमम सवारी चाहिँ त्यो रोडमा कतिको अग्लो सवारी चाहिँ हुनुपर्छ म्याक्सिमम भन्ने कुरा चाहिँ यसले अङ्कित गर्छ है। कहिलेकाहीँ बिचमा फ्लाइओभरहरू होला, आकाशे पुलहरू होला। सो त्यो उचाइको सीमा चाहिँ राखिदिएन भने चाहिँ ओहो कति समय पछाडि यात्री बाइक देखियो त यार, यात्री बाइकको पनि के भइरहेछ हौ। र अर्को यो साइन देख्दै हुनुहुन्छ स्टप लेखेको, यसले चाहिँ के भन्छ भने रोक हेर र जाऊ है। सुरुमा यसमा तपाईँले रोक्नु पर्यो अनि हेर्नु पर्यो गाडी छ कि छैन भनेर। इफ गाडी छैन भने तपाईँहरू जानु सक्नुहुन्छ। अर्को तपाईँहरूले देख्दै हुनुहुन्छ त्यसले चाहिँ के भन्छ भने चाहिँ उछिन्न निषेध भनेर भनेको है। मतलब तपाईँले कुनै पनि सवारी साधन चाहिँ यहाँ चाहिँ ओभरटेक गर्नु चाहिँ निषेध, तपाईँले ओभरटेक गर्नु मिल्दैन भनेर चाहिँ भनेको है। र अर्को तपाईँहरूले जुन यो देख्दै हुनुहुन्छ यो साइनले के भन्छ भने चाहिँ सवारी लम्बाइ सीमा भनेर चाहिँ यसले भनेको है। तपाईँको सवारीको लम्बाइ म्याक्सिमम कत्रो हुनुपर्छ त, कति हुनुपर्छ त, किनभने चाहिँ कहिलेकाहीँ टर्निङहरू हुन्छ होइन, विशेष गरी गाडीहरूलाई कहिलेकाहीँ सर्ट कर्नर हुन्छ, सर्ट टर्निङहरू हुन्छ। अनि त्यो बेलामा लामो गाडीहरू चाहिँ घुम्नलाई गाह्रो हुन्छ। यो अर्को देख्दै हुनुहुन्छ यसले चाहिँ के जनाउँछ भने चाहिँ यो चाहिँ ट्रक निषेध भनेर चाहिँ भनिएको है होइन। ट्रकहरू चाहिँ कुदाउनु मिलेन भनेर चाहिँ भनेको।
अर्को यो देख्दै हुनुहुन्छ यसलाई चाहिँ भन्छ युटर्न निषेध भनेर भनेको। तपाईँले फेरि ओहो मैले त पछाडि के बिर्सेँ भनेर तपाईँले इफ तपाईँको अगाडि यो साइन छ भने तपाईँले अब त्यहाँनिर एकदमै युटर्न लिनु भएन भनेर चाहिँ यो साइनले चाहिँ भनेको है। अनि यो अर्को साइन पनि एकदमै फ्यामिलियर साइन हो। यसले चाहिँ के भन्छ भने चाहिँ यसले चाहिँ रोक्न निषेध भनेर भनेको है। भने चाहिँ हामीले रोक्न मिलेन। त्यो अर्को जुन यो साइन देख्दै हुनुहुन्छ यो साइनले चाहिँ भन्छ गति सीमा समाप्त। अब चाहिँ स्पिड लिमिट सक्यो, अब चाहिँ तपाईँले जे गरेर कुदाउँदा पनि हुन्छ, स्पिड कुदाउँदा पनि भयो, बिस्तारै कुदाउँदा पनि भयो होइन। र सो गाइज हाम्रो चाँडै नै 100 सब्सक्राइबर्स पनि पुग्नु लागेको छ। सो सबैजनालाई धेरै धेरै धन्यवाद जतिजनाले सब्सक्राइब गरिदिनु भएको छ। तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच गाइज। यो महिनाको हाम्रो गोल अचिभ होला जस्तै छ। सो यो भिडियो बनाउँदै गर्दाखेरि चाहिँ अब 10जना सब्सक्राइबर्स बढ्यो भने चाहिँ ठ्याक्क हामी 800 पुग्छौँ। म कुरा गर्दै थिएँ अब यो जुन तपाईँले यो साइन देख्दै हुनुहुन्छ यो साइनले चाहिँ के भन्छ भने चाहिँ अगाडि गएर बायाँ मोड भनेर भन्छ। सो यसले भन्नु खोजेको चाहिँ अब लेफ्ट टर्न आउँदैछ है चाँडै नै भनेर चाहिँ भनेको हो। अनि यही साइन फेरि अर्को साइडमा छ भने चाहिँ त्यसले चाहिँ दाहिने मोड भनेर भनेको अथवा राइट टर्न। अनि अर्को यो खालको तपाईँहरूले लोगो देख्न सक्नुहुन्छ सिधा गइराख्ने भनेर भनेको छ है। अनि त्यसै गरी अर्को यो साइन देख्नुहुन्छ यसले चाहिँ के भन्छ भने चाहिँ यसले चाहिँ बायाँ मोड भनेर चाहिँ यसले चाहिँ बताउँछ है। यदि यो दाहिने छ भने यसले दाहिने मोड भनेर भनेको छ। सो लेफ्टतिर देखाइरहेको छ भने लेफ्ट टर्न हो, राइटतिर देखाइरहेको छ भने चाहिँ राइट टर्न हो भनेर चाहिँ तपाईँहरूले बुझ्नुहोस्। अनि अर्को यो ग्रिन कलरमा देख्नुहुन्छ यो चाहिँ गो भनेर भनेको है। सो यो तपाईँ हामी सबैलाई थाहा नै छ यो साइनले चाहिँ हामीलाई जानु भनेर चाहिँ भनेको हो। सो अर्को यो देख्दै हुन्छ अघि हामीले कुरा गरेका थियौँ तर अघिकोमा नम्बर थियो, अब यसमा चाहिँ नम्बर छैन। यो चाहिँ सीमा समाप्त भनेर चाहिँ यसले भन्दैछ है। त्यसै गरी यो अर्को साइन देख्नुहुन्छ त्यसले चाहिँ के भन्छ कुनैतिर बाटो जाऊ होइन, कुनैतिर। सो यो साइन चाहिँ कुनैतिर बाटो जानु भनेर चाहिँ हामीलाई भन्छ है। अनि अर्को यो खालको देख्नुहुन्छ यो चाहिँ सानो गोलो घुम्ती भनेर चाहिँ यो साइनले इन्डिकेट गर्छ। सो त्यहाँ घुम्ती छ भने चाहिँ सानो घुम्ती छ अथवा तपाईँले त्यो टर्न लिनुपर्ने हो भने चाहिँ यो खालको साइन तपाईँले देख्न सक्नुहुन्छ। र अब लास्टमा हामी आइसक्यौँ। अनि यो अर्को साइनले चाहिँ के भन्छ भने चाहिँ मूल सडक या गोला घुम्तीमा चल्नेलाई पहिलो जान देऊ भनेर चाहिँ यो साइन यो ट्राइङ्गल साइनले चाहिँ भनेको। सो आजको लागि अनि यो एउटा अन्तिम साइन रहेको छ। सो यसले चाहिँ बायाँ च्याप्ने बायाँतिर छ अथवा दायाँतिर छ भने चाहिँ दाहिने च्याप्ने भनेर चाहिँ भनेको है। सो यो साइन जुन साइडमा छ इफ राइट हो भने राइट साइडतिर चेप्ने, इफ लेफ्टतिर यो साइन देखाएको छ भने चाहिँ लेफ्टतिर चेप्ने भनेर चाहिँ यो साइनले चाहिँ हामीलाई बताउँदछ। सो आज हामीले केही चिन्हहरू हेऱ्यौँ जुन चाहिँ रेगुलेटरी अर म्यान्डेटरी ट्राफिक साइनहरू थियो। सो नेक्स्ट टाइम हामी अब वार्निङ ट्राफिक साइनहरू हेर्नेछौँ। सो वार्निङ ट्राफिक साइनहरूमा के पर्छ के हो त भन्ने कुराहरू चाहिँ हामी हेर्नेछौँ। मलाई थाहा छ मैले धेरै कुराहरू मिस गरेँ होला। मैले कुनै साइनहरू बिर्सेँ भने तपाईँहरूले कमेन्ट्समा मलाई लेख्न सक्नुहुन्छ कुन कुन साइनहरू मैले बिर्सेँ भनेर। सो म आशा गर्छु गाइज तपाईँहरूलाई यो सर्ट भिडियो एकदम इन्फर्मेटिभ लाग्यो होला। सो हाम्रो नेपालको कन्टेक्समा चाहिँ के छ भने चाहिँ साइनबोर्डहरू त्यति क्लियरली देखिँदैन क्या बाटोहरूमा। सो यति भन्दै गाइज भोलि झापा जाँदैछु। सो त्यहाँ पुगेर पनि म भ्लगहरू बनाउँछु। अनि तपाईँहरूले मेरो फेसबुक पेजलाई पनि लाइक गर्नु होला, डिस्क्रिप्सन मुनि दिएको छु। सो अलिकति च्यानलको प्रब्लम भइरहेछ गाइज। सो त्यो भएर अब नाम चेन्ज गरौँ कि भनेर फेरि सोचिरहेको छु कति चेन्ज गर्नु यार, च्यानल चाहिँ त के गरौँ भन्ने भइरहेको छ। र त गाइज चाँडै नै 100 सब्सक्राइबर्स पुऱ्याउनु पऱ्यो र यसो सपोर्ट देखाउँ है, सपोर्ट देखाउँ। र यति भन्दै अब वी विल मिट अन अनदर भ्लग। मेबी हामी झापामा भेट्छौँ होला। अनि यो भिडियो हेल्पफुल छ भने तपाईँहरूको साथीलाई पनि सेयर गर्नु होला ताकि उहाँहरू पनि सबैजना ट्राफिक एजुकेटेड होइन, ट्राफिक अवेरनेस हामी सबैमा आउनु सकेको होस् र हामी सबैजना एउटा सभ्य चालक हामी सबैजना बन्न सकौँ। सो हामी सबैजना नेपालीहरू एकदमै सभ्य नै छौँ चलाउनुमा। सो यति भन्दै सी यू अन अनदर भ्लग गाइज। म सबैजना तपाईँहरूलाई म झापामा भेट्नेछु भन्दै बाई बाई।